यो पहिलो कार्यक्रम हो तातो बहस एक्सन। अवस्था के छ भनेर हामी देखाउन चाहन्छौँ। हिजो आन्दोलन गरौँ न, यसलाई रोकौँ भन्दा नआउने। अहिले घर भत्काउनेपछि फोन गरे गर्छन्। अब अहिले सुकुम्बासीका मान्छे मलाई फोन गरेका रहेछन्, मेरा मान्छेलाई नि। हिजो म पढ्दाखेरि नआउने, अझै यिनीहरूले भेटेकै छैन क्या। भेट्नुपर्छ नेपालीले भेटेको छैन। कसले गर्यो? तपाईको घर भत्काएपछि तपाईसँग म कुरा गर्छु अनि कुरा बसेर छलफल गरौँ। खोलामा गएर बसे पो मेरो घर भत्काउँछ। यति राम्रो इष्टकोट लाउँदाखेरि पनि बाख्रा गोठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि? दबाउ महोदय, हामीले के बोले भाइ? लामो लडाइँपछि व्यवस्था बदलियो। पढ्न लेख्न नसकेका यी चाहिँ कलेज बङ्करहरू हुन्। डोजर चलाउन बन्द गर बालेन सरकार। यदि 70 लाख सुकुम्बासी आतंककारी बने भने तपाईको अस्तित्व यो संसारमा नरहला। हुकुमबासीलाई उचालेर बालेन सरकारलाई धम्की नदे माटे समर्थक। तिमीहरूको हर्क साम्पाङको सांसद पद पनि चैट बनाइदेला भन्ने पार्टीको 0 सिट हो। आउँदो चुनावमा रासोवा भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल। के ठुलो गरेको भने झापा 5 मा हैन, केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। बालेन त फरक कुरा त्यसो। बालेन त फरक कुरो, उहाँको त जमानत जफत हुन्छ। लेखेर राख्नु, जमानत जफत गराइदिन्छु उहाँ। राष्ट्रपा त कुनै प्रतिस्पर्धी दलै होइन। हेर्नुहोस्, यसलाई त म मान्दिनँ। यो त उही फेसबुकमा मात्रै प्रतिस्पर्धा हो। गुगलमा राप्रपासँग प्रतिस्पर्धा छ र भूगोलमा छैन। मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन। अगर जितो भने भन्ने प्रश्न आयो, म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ। जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। कस्ता कहाँ गए मुसाका छोरा कोटा भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्। अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषिजी। आन्दोलन हाइज्याक गरेर अहिले ठुलो कुरा गर्दैछ। यो त हाम्रो त पुच्छरमा लागे झिङ्गा भल्लाउने हो, त्यसको हैसियत पनि छैन। हाम्रो त पुच्छरमा लागे झिङ्गा भल्लाउने हो, त्यसको हैसियत पनि छैन। हजुरहरूको पुच्छर पनि छ, आफूलाई कुकुर भन्न खोजा त होइन नि। तपाईको घर भत्काएपछि तपाईसँग म कुरा गर्छु अनि कुरा बसेर छलफल गरौँ। खोलामा गएर बसे पो मेरो घर भत्काउँछ। के भयो, बिमार भयो तिमी? कंग्रेचुलेशन्स। किन? तपाई पापा हुन आँटेको छ। कस्तो कुरा गरेको यार? नानी चाहिँ कोही? मेरो बुढीमा। मेरो नानी खै? कुरा त सुन पहिला। मेची खोला मेची सिमानाले के भन्छ? हर्क सरकारले भन्छ। ले भन्छ भने कसले नलगो भनेको छ तिमीहरूलाई? हर्क सरकारलाई लगेर त्यही मेची खोलामा कोच्देऊ न। यहाँ भाँडामा छौँ, धुलुका दुन्छौँ, जे गरे बस्छ खान्छौँ हामी। उहाँले त त्यो ठाउँ त दिनु सक्नु पर्यो नि त। होटलको कोठा दिएर हुँदैन हैन? होटलको कोठा भए त त्यो लग्न हामी त्यहाँ उ गर्न जाने, हनुमान मनाउन जाने हो र। कागज पत्र भोटर भएको मान्छे पो हामी यहाँ सिधै बस्यो कब्जा गरेर त्यसै बसिन्छ। गरिब हो हामी, के को सुकुम्बासी। अभी बदत है भाई, अभी बदत है। अभी तूने गाड़ी में उंगली किया ना। मेरो छोरी डाक्टर भई हैन, मैले पढाएँ, मैले भाँडा मोलेर पढाएँ, कुचो लाएर पढाएँ, दुनियाँ दुःख गरेँ हैन। भत्काएको थिएन र मेरो छोरा छोरी मैले डाक्टर इन्जिनियर पढाएर अहिले मेरो छोरी गाडी चढेर हिँड्यो भने मेरो छोरी त सुकुम्बासी हो नि त। कुन चाहिँ हो तपाईको? यही गरो सामान निकाल्न पाउनु भयो? कहाँ निकाल्छ सबै कुरा? मेरो लकेट हिजो चुटेर मैले फ्रिजको माथि राखेँ, त्यो कहाँ छ? मेरो 5 लाख पैसा दराजमा छ। वास्तविक सुकुम्बासीलाई चाहिँ हेर्नुपर्छ, त्यो अवास्तविक फटाहरूलाई चाहिँ लखट्नुपर्छ। वास्तविक सुकुम्बासी जुन छ तिनीहरूलाई सरकारले राम्रोसँग बन्दोबस्त गरेर कहीँ राख्नुपर्छ र त्यो सुकुम्बासीहरू पनि अब ठाउँ छानेर बस्ने होइन। जहाँ सरकारले राख्छ त्यहाँ चाहिँ अब ढुक्क लाएर बस्ने हो होइन। हामी सुकुम्बासी हुन्न भनेर भन्छ भने अब त्यसै गर्ने।
पुँजीहरू अनि हेर आई लभ यु तपाईँ फेसबुक छाड्नु भयो त्यही दिदी यति बेला सुकुम्बासी बस्तीमा एकजना महिला रुखमै चढेर माग गर्दै हुनुहुन्छ यहाँका सुकुम्बासी चाहिँ अलिक बलियो छैन जस्तो लाग्यो मलाई यहाँ भन्दा चाहिँ उता सुकुम्बासी र उता बलखुतिरको सुकुम्बासीहरू चाहिँ एकदम बलियो छ उहाँहरूले चाहिँ आई थिङ्क गर्न सक्नुहुन्न होला डिप्रेसन तपाईँको घर भत्काएपछि तपाईँसँग म कुरा गर्छु अनि कुरा बसेर खोलामा गएर बसे पो मेरो घर भत्काउँछ 8,000 रुपियाँ खर्च गरेर घन्टीमा मेरो छोरा गयो छोरी गयो आफू गयो लाज लाग्दैन बालन चोरलाई बाई बाई तपाईँको छोराछोरी कतिजना छन् 4-5 जना छन् कोही कता के गर्नुहुन्छ दुईटा एउटा छोरी जर्मनमा छ एउटा छोरो यही कफेसनमा काम गर्छ चीटिंग करता है तू पहिलाको सरकार ठिक छ यो 2 दिनको लीला हो क्या यो पहिलाको ठिक छ उनीहरूले भ्रष्टाचार गरून् जे गरून् पैसा खाने खाथुन् तर हामी गरिबलाई मारेछन् के बोले भाइ के बोले यो मधेसी हो पारी भएको माया लाग्छ बालेनले होइन अब व्यवस्थापन गर्दै बाइलनले भएन नि त सबैलाई गर्नु बाइलनले के गर्छ त्यो तेल निकालेर तरकारी पकाउने हो मार चोदु तिमीहरूको के खाइदिएको छ अर्क साम्पाङज्यूले यति साह्रो हेपेको खेदो खनेको 3 सिटे भनेको गाली गलौज गरेको प्लिज साथीहरू स्टप इट प्लिज सबैको दिन आउँछ साथीहरू कुकुरको त दिन आउँछ साथी हो साथीहरू कुकुरको पनि दिन आउँछ तर हर्क साम्पाङको आउँदैन किनभने हर्क साम्पाङ सुँगुर हो यो सरकारले गर्ला त अहिलेको तिमीहरू जस्तो आश गर्ने मान्छे होइन के म कसैले माग्दैन भनेछु मालिक चाहिँ होइन सही पक्कै पनि त सरकार होइन त सरकार मालिक होइन त सरकार सेवक हुनुपर्छ हामी नेपालीको होइन हाम्रो नेपाल कति पछाडि परिरहेको छ विकासमा होइन त्यही भएर यो देश र यो जनताको सेवा गर्न आएको त सरकार कहिले पनि मालिक होइन त सरकार सेवक होस् विश्वास छैन किनकि 3 महिनासम्म भाग्नु भएको थियो उहाँ होइन अब पनि चान्सहरू छ होइन अवसरहरू पनि छ त मालिक चाहिँ होइन सही पक्कै पनि त सरकार होइन कुपोषण छैन के हो तेरो घरमा खाजाको रासन नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण तेरो अनुहार केटीको अन्डरडक्सले मोज गर्न काम लाग्छ यसलाई सित्तैमा बजाउन पाइन्छ बरु हिजडालाई दिन दाम लाग्छ इतिहासको कुरा गरे आफूले नेपालको हिस्ट्रीमा आज जस्तो तैले जस्तो रिबटल कसैले खाएको थिएन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बाले नहिलेसम्म आएको थिएन ओए माछ सिक्नेहरू यहाँ सुन सुरुमा त प्रचण्डै सुन यहाँ नारीहरूलाई चलाउन दिइराख्ने देश हो यस्तो किन भन्दाखेरि हरेक चोटिमा चाहिँ हामीले बन्छ भन्दा भन्दै म आज 37 इयर्स हुन लागिसक्यो सिधा कुरा भन्दिम चेतन दा सिधा कुरा भन्दिम हेर सरकार बना नत्र 37 वर्ष भइसक्यो होइन प्रेसिडेन्ट हुने ऊ पुगिसक्यो सागरको सरकार भन्ने नयाँ पार्टी खोल्दिउँला नेपाल विकास पार्टी भन्ने नयाँ पार्टी मैले खोल्नु नपरोस् हेर मैले देखाएको छु बिपी कोइरालाले 25-26 वर्षदेखि भाषण दिन्थ्यो म पनि पुगेँ 25 वर्ष आई एम नट किडिङ यु सरकार यहाँ आएर स्ट्रेट अप नाम भन्दिनँ कसैको किनकि नाम भन्यो भने केस लगाइदिन्छ के गरिदिन्छ यसले मेरो मान हानी गरे होइन देश हानी तैँले गरिरहेछस् कुरा बुझ ठिक भन्नुभयो Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke? Gun smoke, gun smoke.